हेलो एभ्रिवान, नमस्ते, गुड मर्निङ। के छ, सन्चै हुनुहुन्छ? म त ठिकै छु। तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। आजको मिनी भ्लगमा पनि तपाईँहरूलाई स्वागत छ। बिहान उठेर बाबाले खाना बनाउनु हुँदै थियो अनि म सोचेँ कि सब्जीहरू काटकुट गरिदिन्छु भनेर म गएँ बारीतिर सागहरू टिप्नको लागि। सागहरू भएको थियो अनि आलु पनि खनेर राख्नु भएको रहेछ। दुइटैलाई एकैचोटि धुइ पखाल गरेँ अनि राम्रोसँग काटेँ। त्यसपछि हामीहरूले खानासाना बनायौँ अनि खानासाना खाएर दिउँसोतिर मेरो बाबाहरूले नयाँ घर बनाउनु भएको थियो रोडको साइडमा, त्यहाँ गयौँ। अलिकति काम थियो, ब्लकहरूमा पानी हाल्नु थियो अनि घर पनि हेर्नु थियो। मलाई धेरै सालपछि आएको थिएँ अनि कस्तो भएको छ भनेर हेर्न गएको त अलमोस्ट काम खतम भइसकेको रहेछ अनि पेन्टिङ बाँकी छ, ढोका लगाउनु बाँकी छ सबै। त्यो काम सक्यो भने अर्को सालतिर आइहाल्छन् होला यो घरमा बस्नको लागि। एकदमै सुन्दर घर बनाउनु भएको छ रोडकै छेउमा। अनि मैले पानी लगाएँ अनि पानी पाइपमा लगाएर सबै ब्लकहरूमा पानी हालेँ अनि मेरो बाबुले धेरै परेशान गर्दै थियो अनि भाइलाई चाहिँ उसलाई समाउन दिएँ। म चाहिँ फटाफट आफ्नो काम गरेँ। बाबुले फेरि बालुवा खेल्छु भनेर जिद्दी गर्दै थियो। मैले फेरि बालुवा एकछिन छोडिदिन्छु भनेर छोडिदिएको त अनि क्यामेरा देखेर चाहिँ उसले पोज दिँदै थियो। सोच्दै होला कि मेरो फोटो खिच्दैछन् भनेर राम्रैसँग पोज दिँदै थियो। अनि हामीहरू काम खतम गरेर घर आउँदै थियौँ। बाटोमा मलाई अम्बाको रुख मिल्यो अनि त्यहाँमा चाहिँ 2-3वटा अम्बा लागेका रहेछन्। मैले चाहिँ एउटा रुखमै खाएँ अनि 2वटा तल बहिनीलाई दिएँ खानको लागि। अनि फटाफट हामीहरू घर आयौँ। त्यसपछि यो बाख्रोले पनि राम्रैसँग पोज दिँदै थियो मलाई। त्यसपछि रात पर्दै थियो अनि बच्चाहरू यताउता खेल्दै थिए अनि यताउताको भ्यू पनि एकदमै राम्रो थियो, हरियाली। आजको लागि यति नै, मिल्छु भोलिको भिडियोमा। तबसम्मको लागि